नमस्ते साथीहरू, आज चाहिँ मेरो घरमा धेरै ओदो आछ। त्यसैले अब यो सफा गरेर ठेकमा प्लास्टिक हालेर चप्ट्याउने भएका छौँ गिलो माटोले। त्यसैले आज चाहिँ हामी सफा गर्न आएको छौँ। हामीले घरसँग पानी पसेर पुरै गिलो भएको छ मेरो घर नै कि भान्सा चाहिँ गिलो भएको छ। के गर्ने साथीहरू, पानी धेरै आयो अहिलेसम्म, गिलो भएको छ, पुरै गिलो छ यतातिर। गिलो जताकतै गिलो भएको छ। सफा गरेर आज शनिबार पनि छ, त्यसैले अब केटाकेटीसँग काम गर्नु पर्यो, नत्र भने भ्याइन्न एक्लै। उठे कट्टा हाल्नु माटो। माटोको घर त भइगयो हजुर, अनि त पानी पस्यो भने गिलो सुक्दैन, के गर्ने, गाह्रो छ।